आदरणीय दर्शकबिन नमस्कार। अग्निसार गाउँपालिकामा सडक लाइट निर्माणमा विवाद, जनताको माग पूरा गर्ने वडा अध्यक्षको प्रतिबद्धता। सप्तरीको अग्निसार कृषि सवरण गाउँपालिका वडा नम्बर 3 मा सडक बत्ती निर्माणको विषयलाई लिएर विवाद चर्किएको छ। आवश्यकता भएको ठाउँमा सडक बत्ती निर्माण नगर्दै वडा सदस्यको घर अगाडि निर्माण गरेको स्थानीयले आरोप लगाउँदै तत्काल सडक बत्ती निर्माणको काम रोक्नुपर्छ भन्दै गाउँपालिका अध्यक्ष धीरनाथ चौधरी समक्ष निवेदन पेश गरेको छ। योजना शाखामा आए। योजना शाखामा आउँदाखेरि यहाँनिर अब योजना शाखामा हाल कुनै पनि कर्मचारी नभएकोले अब यहाँनिर निमित्तमा हाम्रो योगेन्द्र सरलाई दिनुभएको छ भन्ने कुरा सुनेर चाहिँ उहाँकोमा गए र उहाँकोमा जाँदाखेरि उहाँले भन्नुभयो हामीले चाहिँ खासमा यो स्ट्रिट लाइट जडान कार्य जुन हाम्रो यो अग्निसार कृष्णहरू गाउँपालिकामा भइरहेको छ त्यसैको लागि हामी चाहिँ यहाँ गाउँपालिकामा आए र गाउँपालिकामा आउँदाखेरि यहाँ चाहिँ हामीले हाम्रो माग के हो भने स्ट्रिट लाइट जडानको लागि हाल यो अग्निसार कृष्णहरू गाउँपालिकामा एस्टिमेट के कसरी भइरहेछ र कतिको काम भइरहेछ भन्ने कुरा हामीले बुझ्नको लागि म यहाँ आएछु र यहाँ चाहिँ अब एस्टिमेट माग्दाखेरि यहाँनिर निवेदन लेख्न भन्नुभएको छ र त्यही म निवेदन तयार गर्दैछु। खासमा हाम्रो समस्या भनेको त्यो स्ट्रिट लाइटको त्यो जुन जडान थियो नि त्यसमा समस्या भएर हामी यहाँनिर आएको खासमा। अनि त्यही भएर अध्यक्षजीसँग कुरा गर्नलाई, अनि अध्यक्षज्यू अहिलेसम्म आउनु भएको छैन। अब खै के कसो हुन्छ केही थाहा छैन। स्थानीयवासीका अनुसार दुर्घटना जोखिम हुने स्थानमा सडक बत्ती जडान नगरेपछि बाध्य भएर निर्माण कार्य रोक्न निवेदन दिएको छु। आदरणीय दर्शकबिन नमस्कार। म सप्तरी जिल्लाको अग्निसार कृषि सवरण गाउँपालिका वडा नम्बर 3 स्थित मटिगरा पछ्यार टोलमा म आइसकेको छु र यहाँको स्थानीयवासीहरूको के छ चाहनाको जुन स्ट्रिट लाइट वडा स्तरीय वडाबाट जुन जडान गरिएको छ यो ठाउँमा हुनुपर्ने हो। किन यो ठाउँमा हुनुपर्ने भन्दाखेरि यो ठाउँमा चारैतिरबाट बाटो आउँछ, उत्तरबाट पनि दक्षिणबाट पनि पूर्व पश्चिम चारैतिरबाट आउँछ र यहाँ एक्सिडेन्ट हुने अति नै धेरै खतरा छ। यो सुनसान इलाका छ, यहाँ कुनै घटना पनि हुने चान्स भएकोले यहाँको बासिन्दाले चाहिँ यो स्ट्रिटलाई तत्काल यहाँ एकदम अनिवार्य जरुरी भएको हुनाले चाहिँ यहाँ हुनुपर्ने, तर यहाँ नदिएकोले अन्य ठाउँमा उहाँहरूले लाइट जडान गर्दा यहाँको वासीहरूले तत्काल काम रोक्नलाई पालिकामा निवेदन दिएको छ। यता वडा नम्बर 3 का वडा अध्यक्ष गोपाल चौधरीले विवादित लाइट जडान गरिएको ठाउँमा दलित बस्ती र सदियोदेखि घटना हुँदै गरेको ठाउँमा लाइट जडान गरिएको छु। जनताको लागि, जनताको पक्षमा, जनताको चाहना अनुसार जहिले उभिनेछु र उहाँहरूले माग गरेको ठाउँमा अझ एउटा स्ट्रिट लाइट चाँडै जडान गरिने प्रतिबद्धता जनाएको छ। स्ट्रिट लाइटको विषयमा खास गरेर मैले चाहिँ कार्ययोजना बनाउँदाखेरि वडाभरि नै चाहिँ अन्ध्यारो अवस्थामा भएकोले स्ट्रिट लाइटको अवधारणा ल्यायो। सर्वप्रथम स्ट्रिट लाइट सार्वजनिक ठाउँ, हाट बजार, मठ मन्दिरको ठाउँमा लगाउने गरी मैले चाहिँ प्लानिङ त्यही कामको सिलसिलामा गत वर्ष 82-83 मै हामी चाहिँ 3 जना, म 4 नम्बरको वडा अध्यक्ष तेजनारायणजी र 6 नम्बरको वडा अध्यक्ष अशोक आचार्यजी 3 जना बसेर हामी चाहिँ लाइटको कार्यक्रम बनाऊ भनेर चाहिँ हामी सल्लाह हो 3 जनाको र हामी 3 जनै सँगै चाहिँ एस्टिमेट पनि राखेँ र 10-10 लाख हामी राखेका थियौँ। तर 10 लाखले चाहिँ 10 लाखमा चाहिँ तपाईँको 5 वटा लाइट मात्रै आउने भयो र 5 वटामा चाहिँ अब सार्वजनिक स्थलहरूमा चाहिँ पुगेन। त्यसमा फेरि हामी चाहिँ 5-5 वटा फेरि थपे। त्यही क्रममा चाहिँ लगाउँदै अब बिचमा के आयो भने गुनासो जनताको स्वेच्छा हिसाब सबैको आफ्नो आफ्नो सोच हुन्छ, सबैको आफ्नो आफ्नो हेर्ने सोच्ने नजरिया हुन्छ। त्यहाँ त्यही विवाद हो। विवाद त के भनौँ, कुरा त्यही आयो। अब हाम्रो वडा सदस्यजीको घरको अगाडि चाहिँ उपयुक्त भएन अरे, बरु त्यहाँ लगाउनुभन्दा खोलापारी लगाउनु त्यहाँ राम्रो हुन्छ भनेर। तर त्यति बेला चाहिँ उहाँहरूको
टिमै आएको थियो मेरो कहाँ डेलिगेसनै हिसाबले र त्यति बेला नै उहाँहरूलाई म चाहिँ सहज तरिकाले उहाँहरूसँग कुरा हो ठिकै छ जुन जुन ठाउँमा हामी चाहिँ वडा कमिटी चाहिँ फाइनल गरेछौँ त्यो ठाउँमा जडान गर्न दिनु र जुन जुन ठाउँमा आवश्यक छ नलगाइकन नभइकन नहुने अवस्था ठाउँहरू छ भने त्यो एकवटा दुईवटा पोल लाइट कुनै ठुलो कुरो होइन त्यो म्यानेज गर्छु म व्यवस्थापन गर्छु उहाँहरूलाई त्यति म आश्वासन र विश्वास दिएका थिएँ तर तैपनि उहाँहरू चाहिँ मान्नु भएन आज पनि चाहिँ पोल जडान गरेको समयमा टाइममा चाहिँ उहाँहरू विवादै गर्नुभयो त्यो पनि सहे र सुने तर तैपनि अब तपाईँ समक्ष यो कुरा पुगेपछि पालिकासम्म यो कुरा पुगेपछि ठिकै छ त्यहाँ आवश्यकता र जरुरी छ भने म अवश्य यही तपाईँको अब मिडियाबाट म विश्वास गर्न मिलाउन चाहन्छु कतैबाट चाहिँ म्यानेज गरेर जडान गर्छु। करिब 22 लाख लगानीमा 11वटा स्ट्रिट लाइट जडान गरिने र थप प्रत्येक पोलमा भाइपर लाइट लगाउने अभियान रहेको वडा अध्यक्षले जानकारी दिएको छ। आयोजनाको 95% भन्दा बढी काम सम्पन्न भइसकेको छ र सबै पक्षबीच समन्वय गरी विवादित ठाउँमा समाधान गर्दै निर्माण गरिने